नमस्ते। मात्र 5 के होला सोच्नु त, मात्र 5वटा हो। 5वटा स्टेप तपाईँले फलो गर्नुभयो भने तपाईँको पनि फेसबुक मोनेटाइज हुन्छ है। ल लेखेर राख्नु। आज म धेरैजना साथीहरूको म्यासेज कल अथवा भेटेरै पनि धेरैले सोधिरहनु भएको छ होइन, थोरै फलोवर्स हुनेहरूको हुँदैन होला भन्ने लागेको होला, तर हुन्छ, सबैको हुन्छ। मात्र 5 स्टेप तपाईँहरू फलो गर्नुहोस्। त्यो स्टेप पछि हेर्नु होला, रिजल्ट आफैले हेर्नु होला। आज चाहिँ म तपाईँलाई मोबाइलको स्क्रिन सेयर गरेर प्रत्यक्ष देखाउँछु है त। ल आउनुहोस्, सँगै हेर्दै जाउँ र यी 5वटा कुरा चाहिँ तपाईँले फलो गरिदिनु भयो भने तपाईँको पनि मोनिटाइज हुन्छ है त। ल स्क्रिन मैले सेयर गरेँ है त। ल हेर्नुहोस् है त, म फेसबुक खोल्दैछु। फेसबुक प्रोफाइल खोलेपछि तपाईँले आफ्नो प्रोफाइलमा जानुहोस् होइन। आफ्नो प्रोफाइलमा गएपछि हेर्नुहोस्, यता साइडमा हेर्नुहोस् त थ्री डटमा क्लिक गर्नुहोस्। थ्री डटमा क्लिक गरिसकेपछि अलिक तल स्क्रोल गर्नु, ट्रम प्रोफेसनल मोड अफ भनेको छ। मेरोमा चाहिँ तपाईँहरूकोमा प्रोफेसनल मोड अन गरेको छैन भने त्यहाँ अन लेखेको हुन्छ है, त्यो हेर्नु। त्यति फेरि ब्याक जानुहोस्, हो प्रोफेसनल ड्यासबोर्ड भनेर देखाउँछ, त्यसमा क्लिक गर्नु होला होइन। त्यसमा क्लिक गर्दा भनेको यसरी आउँछ होइन, यस्तो इन्टरफेस खुल्छ। त्यो खुलिसकेपछि भने चाहिँ यहाँ नेक्स्ट स्टेप भनेर छ, त्यसमा सी अल गर्नु होला। अब यसैले चाहिँ तपाईँलाई गाइड गरिराखेको हुन्छ के गर्ने भनेर। तपाईँको प्रोसेस बाई प्रोसेस सबै कुराहरू, विकली टास्कदेखि लिएर हरेक कुराहरू के छ, तपाईँले कतिवटा पोस्ट गर्ने, के गर्ने, त्यो सबै कुराहरू चाहिँ यहाँ दिएको हुन्छ है त। विकली टास्क, यसलाई एकदम विशेष फलो गर्नु होला। त्यस पछाडि भनेको यहीँनिर सबै अब रेस्पोन्स, कमेन्टलाई रेस्पोन्स गर भन्छ, के त्यहाँ त्यसैले सिकाउँछ कि सबै कुराहरू सिकाउँदै जान्छ। आफ्नो प्रोसेस पनि यसरी देखिन्छ सबै। त्यो देखिसकेपछि तपाईँको एकदम निगरानीमा हुन्छ तपाईँको आइडी र तपाईँलाई मोनिटाइजेसनको बाटो खुल्छ है त। अनि अब जस्तो हेर्नुहोस् है, यहाँ कसैको प्रोफेसनल मोड कसैको अन छैन भने चाहिँ, अब जस्तो यहाँ एउटा फ्रेन्ड आयो नि, त्यो फ्रेन्डको मैले प्रोफाइल खोल्दाखेरि यसरी एड फ्रेन्ड भनेर देखाउँछ। त्यो चाहिँ प्रोफेसनल मोड अन गरेको छैन उहाँले है। यदि प्रोफेसनल मोड अन गरेको छ भने कसैको प्रोफाइल खोल्ने भने त्यहाँ फलो भनेर देखाएको हुन्छ है, त्यो हेर्ने। अनि तपाईँले 5वटा स्टेप चाहिँ एकदमै फलो गर्नुपर्छ ल।